अमेजनको तर्फबाट एक बब्बाल कोरियन मुभी हिन्दी डबमा आउट भएको छ। तपाईहरुलाई सस्पेन्स, थ्रिलर, साइकोलोजिकल र ट्विस्ट भएको मुभीहरू हेर्न चाहनुहुन्छ भने यो तपाईको लागि पर्फेक्ट मुभी हुनेछ। मुभीको नाम फलोइङ। अब यो मुभीको कहानी साच्चै नै यो मुभीले हामीलाई सस्पेन्स, थ्रिलर, साइकोलोजिकल र ट्विस्ट कतिको प्रेजेन्ट गर्छ गर्दैन त्यो सब बताउने छु। त्यसकारणले भिडियोलाई थोरै पनि स्किप नगरी कम्प्लिट वाच गर्नु होला। मुभीको लिड रोलमा सान ह्युसुन, ब्युन्युहान र ली ए लगायत अन्य थुप्रै कलाकारहरूलाई देख्न पाउँछौँ। मुभीको मेन पोइन्टको कुरा गर्ने भने एक सामान्य रियल इस्टेट एजेन्ट को जुन्ते हुन्छ। को जुन्तेको एक ब्याड ह्याबिट पनि हुन्छ, अरूको घरमा छिर्नेर अरूको लाइफ कसरी बिताउँछ भनेर चासो लिने मान्छे हुन्छ। र एक दिन को जुन्ते आफ्नो कस्टमरको घर हान्सोराको घर जान्छ र हान्सोराको घरमा हान्सोराको लासलाई भेटाउँछ। अब हान्सोरालाई कसले मारेको हुन्छ र को जुन्ते त्यो दलदलबाट कसरी निस्किन सक्छ सक्दैन यो सब बुझ्नको लागि हेर्नुपर्ने हुन्छ यो मुभीलाई। मुभीमा टेन्सन, सस्पेन्स र अनएक्सपेक्टेड ट्विस्टले भरिएको छ। फलोइङ एउटा यस्तो कोरियन थ्रिलर मुभी हो जसले तपाईँको दिमागलाई खेलाउँछ आखिर चल्दैछ के भनेर। मुभीमा एक्टिङ पनि सबको बवाल छ। अझ सान ह्युसुनको एक्टिङ फर्स्टमा साइलेन्टवाला, पछि साइको टाइपको, त्यसमाथि ट्विस्टमा ट्विस्ट र जति पनि यो मुभीमा सान ह्युसुनको क्यारेक्टर मुभीमा देखाएको छ एक अलग खालको फिल दिन्छ र त्यो क्यारेक्टरलाई पनि सान ह्युसुनले दमदार तरिकाले निभाएको छ। यो मुभीमा सस्पेन्स र मिस्ट्री धेरै बलियो र इन्डिङ पनि माइन्ड ब्लोइङ छ। सुरुवातमा मुभी स्लो भए पनि क्राइमको सिनदेखि टेन्सनको माहौल बनाउँछ मुभीले। यदि तपाईँलाई सस्पेन्स थ्रिलर मनपर्छ भने फलोइङ एकपटक हेर्नुपर्ने मुभी हो। मैले एक्सपेक्ट राखेको थिइनँ कि यो मुभी त्यत्रो हाईमा जान्छ भनेर। यो मुभी साँच्चै नै बबाल छ र यो मुभीलाई 1 घन्टा 43 मिनट आनन्दले दिन सक्नुहुन्छ। यस्तो मुभीको रिभ्यूहरू मनपर्छ भने भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्नु नबिर्सिनु होला। र छिटो अर्को भिडियो लिएर आउनेछु तबसम्मको लागि